Dima Academy, the best academy and #1 academy in Nepal. यसको सिम्पल जस्टिफिकेसन हरेक वर्ष 100+ स्टुडेन्ट यहाँबाट अफसर क्याडेटमा सिलेक्ट हुने गरेको छ। यस एकाडेमीमा दक्ष अनुभवी टिचरबाट पढाइ हुने गरेको छ। यस एकाडेमीका एकाडेमिक डाइरेक्टर श्री अमीर अधिकारी ज्यूको कुशल नेतृत्व, म्यानेजमेन्ट स्किल, हाइली इन्फ्लुएन्सियल व्यक्तित्व र सबैसँग भलाद्मीपनको व्यवहारले गर्दा विद्यार्थीहरूलाई वान अफ द बेस्ट एजुकेसनल प्लेटफर्मको रूपमा यो एकाडेमी चिनिँदै आएको छ। भ्याली एन्ड आउट अफ द भ्यालीबाट भर्ना भएका विद्यार्थीहरूलाई फिजिकल, थ्योरी एन्ड प्र्याक्टिकल तहमा पढाइ, रिहर्सल एन्ड एक्जाम लिई शिक्षण दिइन्छ। डिमा एकाडेमीको विशेषता भन्नाले गुणस्तर पढाइ, रिहर्सल, फिल्डमा प्र्याक्टिस, टेस्टहरू बढी लिई स्टुडेन्टलाई कन्फिडेन्स लेभल उच्च गराई, कम्पिटिटिभ बनाई म्याक्सिमम स्टुडेन्ट अफसर क्याडेटमा पास गराउने लक्ष्य रहेको छ। यसरी राष्ट्रको हालको समस्या ब्रेन ड्रेन, अनइम्प्लोइमेन्ट, पर्टिकुलरली युवा बेरोजगारको समस्यामा यस डिमा एकाडेमीले अहम भूमिका खेली केही युवाहरूलाई विदेश जानबाट रोकी गौरवमय इतिहास बोकेको नेपाली सेनामा अधिकृत क्याडेटमा छनौट हुन उल्लेखनीय भूमिका खेल्दै आएको छ। यसरी नै युवा विद्यार्थीहरूलाई सुरक्षा फौजमा इनरोल गर्न आफै अझै बढी सफलता मिलोस्, जोस जाँगर बढोस्, जाँचको प्रक्रिया छोटो होस्, राष्ट्रसेवक बनी नेपाली सेनामा आफ्नो करियर बनोस् भन्दै मेरा केही भनाइ यी अन्त गर्दछु। धन्यवाद।